खसी 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 ल हामी कहाँ तिहार सुरु भएको यतातिर मम्मी के बनाउनु थालेको हामीले गुजिया मोमो भन्छ के छोराले मोमो बनाउन सुरु छ गुजिया यसलाई चाहिँ करन्ची भन्छ कसैले कसैले गुजिया भन्छ यसलाई काजु बदाम नरिवल अनि सुजी सबै राखेर मजाले भुटेर मोमोको किमा जस्तो बनाएर मजाले घिउमा भुटेर अनि पिठोमा पुरै ठ्याक्कै मोमो प्याक गरे जस्तो आफ्नो डिजाइन अनुसार बनाउने ए छोराले पनि बनाउने ले छोराले पनि गुजिया खाने हो यता पाके 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 हाम्रा करन्ची साथीले फेरि सुरुवात गर्नुभएको खानालाई मिठो छ कता छ यता हेर त मिठो छ आमाले पकाउने आमा छोराले यता बसेर खाने बनाउने पकाउने सानो नगर न राजा राजा मिठो लाग्यो चिनी मिसाएको चिज त के तिहारलाई बाबु यता हेर न सानो राजा त्यस्तो त नहाल राम्रो राम्रो के ऊ बट्टायो बैली बट्टायो जाऊ उता जाऊ आयो कालो रोटी आयो के रे नाम मम्मी यसको भेली रोटी कि कालो ए अर्सा हाम्रो घरमा अरे बाख्ने पाक्दैछ नि त अलि त चुच्चो परेको त कुवाले देखेछ यो डिक्चीमा चाहिँ आधी जति त होला है यता अलिकति बिग्रिएका पाक्दैछन् हिजो एक लट पकाइयो क्रन्ची आज अर्सा काला रोटीको पालो यिनी चाहिँ अलि बिग्रे पनि जस्तो देखेछन् मम्मी भिडियोमा यिनी चाहिँ खतरा राम्रो देखेछन् हाम्रो आमाको यहाँ सिप लु यहाँ मैले सिप हेर्दैछु कस्तो ब्लर आएको धमिलो आएछ बादल बाहिर घाम लाग्यो नि टल्क्यो कि त्यो लिक्क यहाँ हामीले त पोहोरका पाला पनि माछमुछ पारेर पुरै खत्रै तरिकाले बनाएको छु के नितन वर्षै पछि फेरिराख्न फालिराख्न सकिँदैन भएका त रङ्गौली बनाउला है सानो यता फर्क त के बनाउनु ला रे गाली पिङ्क होला ऊ होला एउटामा फुल राखा मजाले पुजार्नु लक्ष्मणले धेरै भित्राउनु है ठ्याक्कै साइडमा भयो यता हेर त दुवैजनाले खाने बजा कसले त्यो ठुलो खाइन बाल्नु कतिखेर के त्यो त आरती हो लक्ष्मी पूजा भएको छैन मेरो छोरो लक्ष्मीलाई राखेको प्रसाद यहाँ लक्ष्मी ए मेरो लक्ष्मी उता लक्ष्मीको पूजा भइरहेछ यता लक्ष्मीको प्रसाद दिए दनदन मिठो छ यता हेर त राजा मिठो छ ठिक छ लक्ष्मीले राखेको भाइ बसला नि छोडेन सानेले
लक्ष्मी पूजा सकाइयो हेलो हाई हाई बाई बाई लक्ष्मी पूजा कति भित्रै हाम्रो लक्ष्मी चिसो बिहार बत्ती भएर बत्ती समातेर अगाडि ल्याउ त हेर्नु यसले कति चिसो केटाकेटी 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 हाम्रो जुत्ता हेर नि त्यहाँ कति देखिएको छैन बाबुका जुत्ता ठिकै छ कति क्लियर नदेखे मलाई रहर लाएर हो क्या त्यो भिडियो बनाउनलाई विचारलाई दुःख दिएको अस्मिता नाच्यो यता फर्केर नाच्न मिल्छ ल हाम्रो आयो तिहारको ठक्कने रोटी आयो ठक्कने रोटी रोटी त भन्नु पर्छ पकाउँछ मैले पनि पकाएको छु भिडियो खिच्ने मान्छे नभएर यहाँ पुरै ओके भिडियो खिच्ने मान्छे धेरै पाइएन हामी कम त गाह्रो छ हामीलाई हाम्रो घर हाल्नु भैँसी पक्रिनु भैँसी घिउ रे कति हाँस्नु ल आयो नि चिनी रोटी आयो चिनी रोटी बत्ती गएर पकाउने बेला यो बिजोक छ होइन पका है आमाले पकाउने हुनुभएको एकछिनै आमाले कसरी बनाउनुहुन्छ चिनी रोटी हेरेर पकाउनु आमालाई यति पिठो दिनु थोरै दिनुभयो त यति ल अब तिमी पनि चिनी रोटी बनाउने बनाऊ नि त बनाऊ खै त बनाएको हाम्रो चिनी रोटी बनाउनु तारिका बत्तीले साथ दिएन सन्जेमा बत्ती गयो कि सानो राजा त्यही भएर दियो बालेको त हजुर खै थाहा छैन कहाँ गयो घुम्न गयो के डिस्यु हो नगर यतातिर उसमा आगोमा पर्छ कि तेलमा लाग्छ चिनी चल्किन्छ पुरै ऐना डल्के जस्तै यता फर्क त खै क्या नआयो कि तिमी राम्रो आउँछ जस्तीको त पकाउनु भयो अझै भएन ल मम्मी देखाउनुहोस् के हो यसको नाम गुजी पनि भन्छन् कसैले गुजिया भन्छन् हामी चाहिँ करन्जी भन्छन् गुजी अबि गुजी आयो अनि यिनी चाहिँ बिग्रेका ठुस्का ठुस्की फरका छैन बिग्रेका हैन ओ यो त अलिअलि ठुस्का यो के हो कालो रोटो कालो रोटोमा चाहिँ कालो रोटी भन्छ यसलाई अनरसा कालो रोटी यो चाहिँ के अरे
अर्सा चिनी रोटी अनरसा यो वर्षा यो हजुर रोटी प्याक गर्न लगाएको यो सेल पनि धेरै चाहिँ छन् यो चाहिँ के हो झर यो चाहिँ थोरै पक्का हामी खै एउटा उर्चालेर देखाउँछ मम्मी एउटा निकालेर त्यो कान्छा छोराले खाने भनेर अनि यति 8-10 होला कान्छा छोरा मेरो बुढोको रहर हेर यो चाहिँ ठकनो ठकनी यो ठकने रोटी हो कस्तो राम्रो देखेको है घिउ राखेर घिउमा मात्रै बनाएको च्याप्थे एउटा त अनि अब अरू काला रोटा सेल रोटो चिनी रोटो ठकने रोटो कालो रोटो क्रन्ची कचाकुचुक हामीले यहाँ भगवान्को अगाडि बसेर पुरा कार्टुन प्याक गर्न हामी आजदेखि माइत लिएर जानेवाला मेरो पोको ल मम्मी केही भन्नु छ सबै दाजुभाइ दिदीबहिनी तथा सम्झिनेले हेर्छन् हेर्दैनन् थाहा छैन है सम्झिनीको लागि चिनी रोटी बनाइदिनु छ मम्मीले सम्झिनीको लागि विशेष यो चाहिँ सम्झिनीको लागि हो है अरू त त्यस्तै हो सम्झिनीले चिनी रोटी चाहिँ बडो खानुहुन्छ त्यही भएर होला नि मेरो माइत जाने पोको तयारी भयो पोको तयारी 3टा कार्टुन भरिरहेछन् यसमा मिक्स छन् गुलिया रोटी मात्रै छन् यसमा सेल रोटी छन् सेल रोटी त अलि तल झरे झन् ठुलो कार्टुन छ यो क्रन्ची चाहिँ बरिया पुत्लो के बनायो कि रङ्गौलीको त्यही देखाउनलाई हो सानो राजा यता हेर त थुतुनो यता पकाउन लाखान कोही पब्जी खेल्न लाखान आज तिहारको दिन के पकाउन लाउँछौ सरू भेजको लागि नगर न छोरो हाम्रो इस्कुस वाउ 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 ह्याप्पी तिहार चिसो बियर इस्कुसको झरी थियो आउनुहोस् है इस्कुस लिन टन्नै छ थाहा बोराका बोरा फल्याहान अभि धन्य खसेको ल हाम्रो यहाँ भाइ मस के अरे तिहारको भागलाई कार्टुनले छेकेछ ठिकै छ मेरो यता गोरी देखिन राम्रो देखिन हजुर हाम्रो उहाँहरू हाँस्दै हुनुहुन्छ यहाँ अर्को हाँस्दैछ फेरि कति राम्रो भिडियो आएको राम्रै हुनुहुन्छ त्यो क्रन्ची हो मिना दिदी चुरानी कस्तो मिलाएर लाउनु आएछ त कसलाई भन्नुहुन्छ त अनि फिनी आए फिनी नि हाल्नु त बुवा हेर्नुहोस् त अरे बाफ्रे बुवा आफ्नो न जनता यस्तो हुन कस्तो हेन्सम देखिन यसो गर्नु न मुया राम्री बना तिमी पनि बोटुक माथि कार्टुनमा ट्याक्कै थियो के अरे माथि कालो भयो कि पछाडि के गर्छ यो
कति बज्यो है कति मिनेट छ बाबु 11:30 कति मिनेटमा 9 सब आज पर्पलमा 39 कि 49 30 भयो त ढोकालाई लगाइसकेपछि त त्यो 39 बाट 12 नबजाउने हो कि त्यही 39 गएपछि त 12 बजे भित्र हामीले काम ठुले राजु घटा आएन नि यसलाई पनि देखा दाइ हाई गर्ने त दाइ यसो गर्नु भाइ सुमन बाबु यता हेर हिमालडन हिमालले त बस्छ म हजुर छुट्टेर बस्यो त्यो फाल्ने जम्मा के कत्रै रहेछ कतिले आमा नछोड्ने कतिले बाउ नछोड्ने ठिकै पक्कै नानी एकछिन अलि हरेर बोल्नु पुरै सल्किन दिनु हो ल भाइ बोलेन बोलेन भाइ होला त्यसले बोलेन अभिसा आऊ तिमी एकताल समात त्यहाँ भाइहरूले आगो पानी लिएर हिँड्ने भन्छन् हुन त यो स्याहार जम्मा दिदीलाई पहिला फाल्न दिनु जम्मा दिदी पानी ल्याउन मुना त आइन त हैप्पी प्यार चिसो प्यार अब सुरु अब भयो 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 त होला नि काना तपाईले कपाल पोते काना कपालले त्यस्तो गर्न काइयो के लाग्ने झन् कपाल झार्नु नभन्छ नि दुईटैलाई हो दुईटैलाई पूजा अनि हात आँट्यो दुईटैलाई अब भाइ दुईटा भाइहरूको हेर न कति लगाइदिनु छोरी टिका बाबु रोएर के पुछिरहेको हिमाल पनि खानुहुन्न आवाजको त्यो अर्को पनि छ के अर्को पनि हो त्यो बाबु मलाई पाइयो गरेर खोइ यी केटाकेटीलाई आएन यिनी केटाकेटीको मैले ल्याइसकेको थिएँ त्यो त गयो चकलेट माग्नु के अरे हिमालको माला ठ्याक्कै मुसलमानले जस्तो गरेर ढल्को पछाडि ढल्केर के हो भयो भयो हो ठकुरीहरूले लाउने जस्तो गरेर ला न भयो भयो अब ठिक मिल्यो काना लगाइदिनु न कपाल सेन्द्रियो सर नानी ए भाइको त झरो छ त
होइन टोपी च्याप न टोपीले च्याप टोपीले च्याप हो बल्ल आटी क्या यसरी दिन लागुन फोटो गर्छ खै अर्को पकाउ यिनीहरूका पोका भनेका आउँदै गर्छन् खै किन नदिएका कोठैमा गएर खेल्न लाग्छ हाम्रो ह्याप्पी तिहार कति रमाइलो खान्नन् त्यस्ता बियर सियर हामी ल त्यहाँ सुमनले ढोका त सुमनले ढोका ल भयो नछेक 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 दिदी कति राम्रो देखिन हवाई यत्रो टाढाबाट सानो थुतुनो कति राम्रो देखेछ यहाँ हो के सरू सरू हो त्यो अब किन निका कसको माला हो त्यो फाल्नु बोल्छ रे अरे साह्रै ज्ञानी रहेछन् के दुईटा त केही मसला भए पुग्दो रहेछ हिँडे बोकेर हिँडेर के गरे रे हिँडे बोके मसला ए हो र साह्रै अगाडि नाको ढाक दे मैले यताबाट दिएको होइन उताबाट आएको चाहिँ हो है खै त भइ बोलेको सुनेन ए हो राजु भाइ मुना बुहारी सुमन बुहारीका भाइ खोइ त मेरो भाइ भन्यो अरे बाप रे
भाइ भाउजूका भाइ बहिनीका शत्रु बहिनी कटाउका शत्रु बहिनीका ल अभिशाले ल थ्याङ्क यू सो मच सबैजनालाई हाम्रो भिडियो अहिलेसम्म धैर्यताका साथ हेरिदिनु भएकोमा। तिहारको सम्पूर्णमा शुभकामना।